काय जनता हेलो हामी जान लाग्यो पिकनिक आज ड्राई पिकनिक मैले पन्ना हाल्छ रे पन्ना होइन तर मैले सम्झिरहेको थिएँ पछि खै के गर्दा बिर्सेँ मैले गर्न होइन 14जना थियो 14जनाबाट यहाँ 4जना छौँ अब अर्को एकजना बाटोमा भेट्छे कालो लाएर हिँडेको छु अहिले पछि घामले कति पोल्छ अस के छ गन्जन बाचा विष्णु त फ्रेममै देखिन लास्ट आएर पिकनिक गर्न हिँडे कि हाइकिङ गर्न हिँड यति गरेपछि खान पनि मजा आउँछ पानीपुरी खुवाउँछ अहिले 2 प्लेट पानीपुरीको नाममा है जङ्गी त्यो बाँकी छ पानीपुरी 2 प्लेट छिटो आइज What's the update? This is me. This is she. That is Subhani's home. Finally पुग्यो अब हिँड्न चाहिँ कति पर्छ थाहा छैन पुग्न चाहिँ पुग्यो ओइ सुबु हामी उतै बाटो गएको हो के हामी उतै बाटो हिँडेर गएको अब कसैले भिडियो हेऱ्यो भने थाहा होला कसैले युट्युबमा हाल्न लाग्यो कसैले हेरे थाहा पाउला नि कुन बाटोको कुरा गरे भनेर नोन त होइन वेल नोन स्ट्रेन्जर त्यही भन्नु पर्यो होइन मैले अब हि इज अ वेल नोन स्ट्रेन्जर के ल्याउने बिर्सेछ थुक्क यसो सुबानीलाई निकाल भन्नुपर्छ भन्दै आएको है हामी व्हाट्सअप ग्याङ वेलकम टु महाले मलाई बाटो दिए होइन नि क्यारे मलाई उता लग्याउ म्याडम आमा भयो म अहिले यहाँ हिँड्दैछु होइन अहिले उता माथि गएर चाहिँ मलाई सास आउन गाह्रो हुन्छ अनि म स्यास्याएर ख्या हुन्छु 13 टाउको माथि पुलचौकी डाँडामा कहाँ बस पुग्छ One eternity later. गाइज हामी चाहिँ भर्खर आएको उता तलबाट ठ्याक्क कोल्टाउ हो यसरी ल हामी चाहिँ तलबाट आएको अनि चढ्दा त सासै फुलेर छुट्टै लङ्स डोनेट हान मेरो यो लङ्स खै हामी चाहिँ यहाँ बसिरहेको होइन चनावाली प्लेटवाली चिउरावाली होला छैन होइन यो त बोडीवाली पनि हो Then obviously this tree will Excuse me. This is us. After our picnic is over. अब यस्तो ग्रिप नभए जुत्ता लाएर आएपछि यार यस्तो ओइ एक्सक्युज मी छोड साथीका हात खुट्टा भए चाहिँ चिन्ता छैन उसलाई चिन्ता के को छ के चप्पल लागि चप्पल बोकेर नानी बरु What's up, Subu babe? Fine.
मेरो चाहिँ मेमोरिज आएर रिसर्फेस हान्दैछ यो सल्लाहले यार अहिले कति हजारको खर्च गराउँछ भन्ने कुरा छ इट्स बवाल भ्यू आउनु पर्ने ठाउँ है यो चाहिँ कपाल भएपछि है कपाल भएपछि होइन हामी है दिदीबहिनी.com आउँछौँ ओके अर्कोचोटि चाहिँ म सुडालकै गाडी चढेर सम्झे ओइ घाउ भयो कञ्चन ए टिपुम न हामी आर्ट एन्ड क्राफ्टको मान्छेलाई यस्तो काम लाग्छ के है थ्याङ्क यू मेरो मम्मीले घरबाट नि आन्टी प्लिज सुबुलाई यस्तो कलेक्ट गर्न दिनुहोस् लुगा एन्ड जिउँदो रहेछ यस्तो मरेन त रगत खाएर हाउ वाज द एक्सपिरियन्स है कस्तो कुती 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 गरे जस्तो लाग्यो खावामा त्यो झर्ने बेलादेखि यस्तो जुत्ताभित्र थियो कि खावामा झर्ने अनि त्यो तल मैले त्यो के भयो त खुट्टा चिलाएछस् नि त्यो बेलादेखि नै होला त्यो बेलादेखि थियो त्यो तेरो के जुत्ता भयो भन्दा के भएन खुट्टा चिलाएको गन्ध कसरी पस्यो त्यो ल हेर त्यस्तो पातलो कुरा त्यस्तो त्यहाँबाट झार्यो अरे अनि त्यो भित्रका रगत खान पुगेर झरेको निस्केको होइन त्यसले त्यहाँबाट झार्न लाग्थ्यो त्यो झरेन त्यो भित्र गयो अनि त्यो भित्रै खाएर बस्यो कि हाउ वाज द एक्सपिरियन्स फर्स्ट टाइम जुगाले टोकेको आई विश मैले भिडियो बनाएको भए स्योर यार भ्युज त दामी जान्थ्यो आउनु हो गया